यदि तपाईको फेसबुक अरु कसैले चलाइरहेको तपाईलाई शंका लागिरहेको छ, डाउट छ भने तपाईले आफ्नो फेसबुक आफ्नो मोबाइल बाहेक अरु कुन मोबाइलमा लगइन छ र कसले चलाइरहेको छ भनेर हेर्न र त्यसलाई डिलिट गरिदिन चाहनुहुन्छ भने डिलिट गर्ने तपाईलाई मैले भिडियो सिकाउन गइरहेको छु। सबैभन्दा पहिला आफ्नो फेसबुकलाई खोल्नु होला। मोबाइलमा भने माथि आफ्नो प्रोफाइल पिक्चरको तस्बिर देखाइरहेको फोटो देखाइरहेको छ, यसमा चाहिँ तपाईले क्लिक गर्नु होला। यो प्रोफाइल पिक्चरमा क्लिक गरिसकेपछि तपाई अलिकति तल जानु होला र यहाँनिर पाउनुहुनेछ सेटिङ एन्ड प्राइभेसी, यसमा क्लिक गर्नु होला। एउटा सेटिङ भन्ने अप्सन रहेको छ, यसमा क्लिक गरिदिनु होला। सी मोर इन अकाउन्ट सेन्टर भनेर देखाइरहेको छ, यसमा क्लिक गर्नु होला। पासवर्ड एन्ड सेक्युरिटी भनेर देखाइरहेको छ, यसमा क्लिक गर्नु होला। यहाँनिर सेक्युरिटी चेक भनेर अप्सन रहेको छ, यो अप्सनको चाहिँ पहिलो अप्सनमा क्लिक गर्नु होला। को हेर्नको लागि तपाईले यहाँनिर आफ्नो प्रोफाइल पिक्चरमा फेसबुकको चित्र छ, यसलाई चाहिँ क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि हामी मेन पोइन्टमा आइसकेका छौं। मेन पोइन्टमा तपाईको यो आफ्नो फेसबुक आइडी कुन कुन डिभाइसमा अथवा मोबाइल कम्प्युटरमा लगइन छ भनेर देखाइरहेको छ। यिनीहरुलाई डिलिट गर्न चाहनुहुन्छ, उसको मोबाइलबाट अथवा कम्प्युटरबाट लग आउट गर्न चाहनुहुन्छ भने यहाँनिर सेलेक्ट डिभाइस टु लग आउट भनेर क्लिक गर्नु होला। चाहनुहुन्छ भने एउटा यसै ठिक लगाएर चाहिँ यसमा लग आउटमा तपाईले क्लिक गर्नुभयो भने उसको मोबाइलबाट सदाको लागि लग आउट हुने